Let's go, Ashish Lester. You can do it. Yeah. Oh my God. मैं आफ्नो आफूसँगै देखाउँछु भ्यू. अब के गर्ने हैन, हिँड्नै पर्यो. हिँड्न आएको. Oh my God, चस्मा झरे गरे यार. लाको त बेकार भयो त यहाँ त यार. After so many procrastination, म फर्स्ट धेरैचोटि हाइकिङ आएको छु, धेरै पछि हैन. अनि यो पनि क्यान्सल हुन लागिसकेको थियो. एकजना साथीलाई जाम भन्दाखेरि हुन्छ भनेको थियो. बिहान उठ्दाखेरि म जान भ्याउन भन्यो. तर प्लान बनाइसकेपछि हिँड्नै पर्छ. कहिले पनि अरूलाई कुर्न भएन. सो म हिँडिरहेको छु. अराउन्ड 2 किलोमिटर भइसक्यो. अनि बाटोमा ट्रायलमा कोही छैन, हेर्न सक्नुहुन्छ. म एक्लै हिँडिरहेको छु. अघि भर्खर आर्मीको बटालियनहरू चाहिँ गयो भर्खर तल. कानमा गीत बजाउँदै हिँड्दै एउटा नराम्रो काम चाहिँ गरेको छु. अघि अन्डा ल्याउनु चाहिँ हुन्न रहेछ होइन. त्यही खाऊ भने चाहिँ म नआइकन प्याक गरेर भित्र फेरि हालेर वासरुम जान्छु बाहनामा लिएर आएको छु. जङ्गल जनावरले चाहिँ नखाइदियोस् मलाई. रमाइलो छ धेरै पछि. Wait, no any crowd, no any हल्लाखोर. ल लेट्स अब माथि पुगेर भ्लग फेरि रिज्युम गरौँला. बाई. बल्ल एउटा खुल्ला एरिया आयो. यहाँबाट भ्यू देखिन्छ होला नि होइन. देख्यो हुन्थ्यो. देखिँदो रहेछ अलिअलि त. त्यो के देख्यो थाहा भएन. ल गाइज वेट 1 2 3. हेर्नु देखेको छैन त्यही नि. देखेन त्यहाँ. जस काठमाडौँको भ्यू चाहिँ देखेको छ अलिअलि. अलिअलि ठिकै छ. यस बादल बबाल्ला है. इट्स अबाउट 8 AM. ट्रायल यहाँबाट आएको. वी आर गोइङ अहेड होइन अझै. यो मच्छर किराहरू छोडेन यार. पसिना आयो झन् पछि लाखान यार. खानेकुरा छ भने थाहा पायो कि हैनहरूले नि. म त राम्रै खानेकुरा ल्याएको थिएँ त यार. हेट तेरि. ल ठिक छ. वी आर अहेड. अब चाहिँ हिँड्न छ. लेट्स गो आशिष लेस्टर. यु क्यान डु इट. या. हिँड्दा किराहरूले माया गर्यो. टोक्यो यार एउटा किराले. अनि रेलिङ बनाउँदै रहेछ. जस काम हुँदैछ. खै किन चाहिएको छ थाहा भएन तर बनाइराख. ल अब पुग्न त्यही आधी घन्टा 20-25 मिनटमा पुगिन्छ जस्तो लाग्यो. ठिक छ. कहाँ यो थाहा भएन. यहाँ बोर्ड रहेछ. कतै साइडमा जोमाचो लेखेको देखेँ. यो ठाउँको नाम जोमाचो हो कि अब जाने लागेको ठाउँ जोमाचो. हेरौँ. जस थकै लाग्यो यार. ल अलिकति यहाँ चाहिँ त्यो बुद्धहरूको त्यो हुन्छ नि फ्ल्यागहरू टाइपको त्यो के त्यो लाइनमा लाखेर गर्छ नि त्यस्तो टाइपको रहेछ. यो जोमाचो नै रहेछ अरे. वाउ कस्तो चढाइ यार. फाइनली जोमाचो गुम्बामा चाहिँ आइपुग्यौँ होइन. वरिपरि हेर्न सक्नुहुन्छ. मैले नि हेरेको थिएन अहिलेसम्म त. यहाँ गुम्बा रहेछ होममा र मेनर भनेर. ओ माई गड. म आफ्नो आफूसँगै देखाउँछु भ्यू. ओ माई गड काठमाडौँको भ्यू. राइट. रहेछ यार. एउटा त्यो के भन्छ थाहा नै छैन यार. आफू हिन्दू पऱ्यो मन्दिर भन्न आउँछ यार.
मन्दिर भनौँ न बुद्धिस्टहरूको जस प्रे गर्ने ठाउँ यस बुद्धको जस रूपहरू टन्नै हुँदो रहेछ बुद्धको रूपहरू यो मलाई बुद्धिस्टहरूको मन पर्ने यो फ्ल्यागहरू हो यस्तो मजा लाग्छ नि यो हेर्दै चाहिँ माथि जाऊँ न एकचोटि है झ्याउला यहीँ बस्दिएँ अनि बसेर खाइदिन्छु म टावर माथि टपमा हो मजा आइराख्दो रहेछ यार यहाँ नबसेर बसेर नखाऊँ क्या है उतै गएर बाहिर गएर खाउँला बरु यो हेर्न सक्नुहुन्छ एकछिन रेस्ट गरेर एराउन्ड 9 बजेको छ 7 बजी हिँडेछ तलबाट 7 o'clock 9 o'clock म झर्दैछु अब एराउन्ड 30 मिनट 40 मिनटमा पुगिन्छ भन्ने कुरा एराउन्ड 2.5 आवरमा त हाइकिङै भेट्दो रहेछ त यार ल ठिक छ जाँदै गरौँ है केही नयाँ स्पेसल भेट्यो भने म भन्छु जस माथि पुगेपछि आनन्द भयो फिल भयो जस वरिपरि देखिँदो रहेछ तर मोबाइलमा जस्तो राम्रो क्याप्चर भएन वाउ जाँदा र आउँदा धेरै फरक हुन्छ क्या जाँदाखेरि पुस गर्नुपर्छ आउँदाखेरि आफै तान्छ ग्राभिटी फेरि आउँदाखेरि फेरि यस्तो बाटो आउन सकिन्न क्या डर लाग्छ सकिन्छ तर किन रिस्क लिने जसै चाँडै पुगिन्छ यो अर्को बाटोमा नि होइन हिँड्दै सकिन्छ त्यो बाटो त्यस्तो गाह्रो नि होइन त्यही नि होइन रेलिङहरू पिछाको चाँडो भयो यार ल 10 मिनटमा धेरै तल पुगिन्छ क्या त्यस अहिले त किराले पनि पछ्याइराखेन अघि त आमा किरा त ओह माई गड अघि एउटा मान्छे थियो त्यो मान्छेले चाहिँ फर्किसक्नु भयो अरे है फर्किसक्यो अब के गर्ने अब के गरेर बस्ने माथि गएर पिकनिक मनाउन भएन माथि गएर त्यस माथिपट्टि खानेकुराहरू चाहिँ आज चाहिँ बेचिरहेको थियो त्यस आज पूजा गर्ने नि लास्ट आएको थियो मान्छेहरू आज खै के हो अलिक बढी नै आएको थियो आइतबार अलिक बढी आउँदो रहेछ क्या हो अनि जस फर्किँदैछु जस यो हाइक त लास्टै टाढो सक्यो जेनेरेटर यहाँ चाहिँ जेनेरेटर चलिरहेको छ यहाँ चाहिँ जस रेलिङको काम भइरह अब काठमाडौँ नजिकै छ भने त अब त्यो मर्निङ वाक इभिनिङ वाक जस्तै भयो भनौँ न एक दुई घन्टामा सकिने लगभग 2 घन्टामा सक्यो भने हुन्छ कि मेरो चाहिँ हाइकिङ 1.5 घन्टामा जाने आधी घन्टा त झर्ने जस्तै हुन्छ होला अब आधी घन्टा त जस माथि बसियो स्न्याक्स ल्याएको थिएँ स्न्याक्स खाएँ अनि त्यसपछि चाहिँ अब जोस तल झर्दै अब घर गएर नुहाउनु त होला नि पसिना थियो यार हिजो नुहाएको यार आज फेरि नुहाउने भोलि नुहाउनु पर्छ थाहा तेरिका अलि हराउन बानिसक्यो नुहाउन मन लाग्दैन तर अब यस्तै कारणहरू हुन्छ अनि नुहाउनै पर्छ क्या अब सिट ल के छैन तल पुगेपछि फेरि भेटौँला है यहाँ फेरि चेक गर्छ कि गर्दैन थाहा छैन त्यो चेक गर्छ क्या त्यो पास हुन्छ नि मसँग 3टा पास छ यार एउटा राराको एउटा लाङटाङको एउटा यहाँको नागार्जुन ल तल गएपछि भेटौँ ल मैले अघि के बिर्सेको छु भन्दाखेरि चाहिँ चस्मा लाउन बिर्सेछु क्या चस्मा ल्याउनु त ल्याएको थिएँ माथि गएर लाउनै बिर्सेँ क्या अब तल झरेको अनि 5-10 मिनट भयो ल पुग्न लागिसक्यो अनि बाटोमा ठ्याक्कै अघि एकजना मान्छे भेट्यो क्या जोसँग चाहिँ मेरो एउटा ग्रुप थियो अनि उनीहरूसँग म चेक इन गरेको थिएँ क्या अनि तपाईँ त फर्किनु भयो अरे के फर्केँ मात्रै होइन कि त्यहाँ आधी घन्टा बसेर म 10 मिनट तल झरिसक्यो भनेपछि उहाँहरू अझै पुग्न 40 मिनट लाग्छ क्या 30-40 मिनट लाग्छ भनेपछि उहाँ लास्ट ढिलो के 2 घन्टा लगभग उहाँहरू यही बाटोमै लाग्यो जस ठिक छ कसैको आफ्नो पेस हुन्छ होइन अझै यत्रो बेर लाग्छ भनेर आएको थियो अझै लाग्छ अब के गर्ने होइन हिँड्नै पऱ्यो हिँड्न आएको ओ माइ गड चस्मा झरे गऱ्यो यार लगाएको त बेकार भयो त यहाँ त यार ठिक छ त्यही नि ठिक छ बबाल देखेछ यार बल्ल मान्छेहरू भेटिरह लास्ट धेरै मान्छेहरू भेटेछ बल्ल है बल्ल यतिखेर रहेछ हिँड्ने मान्छेहरू बिहान आउनु पर्ने होइन र मान्छेहरू मर्निङ वाक जस्तो त अब खाना खाने बेला आइरहेको मान्छेहरू के हो यस्तो यार ठिक छ त्यही नि
अराउन्ड 9:30 बजीतिर बल्ल मान्छेहरू टन्नै भेट्यो बाटोमा। जस हिँड्दो रहेछ मान्छे। बिहान चाहिँ म त धेरै त रहेनछ मान्छे भनिरहेको थिएँ। जस घुममा पनि मान्छेहरू आइरहेको थियो। गाडी डाइरेक्ट आउँदो रहेछ 125 150 कतितिर पाइदो रहेछ गाडीहरू। ठिक छ। म ठ्याक्कै अब टिकट लिने ठाउँमा आइपुग्नुलाई फुल बारी भन्दो रहेछ। बिर्से गर्छु। जस जाँदा र त लगल एउटा लाग्यो त मलाई जाएर के हो यस्तो। जाँदा चाँडो गर्छु भनेपछि मलाई लगभग 40-45 मिनट लाग्यो आउँदाखेरि। जाँदाखेरि 1.5 घन्टा। ठिकै हो। अलिकति अप्ठ्यारो चाहिँ हुँदो रहेछ झर्दाखेरि। खुट्टा कामिरहेको हिँड्दा। ठिक छ, पुगिन्छ। क्यान डु इट। ड्राइभिङ लाइसेन्स छ त्यहाँ। त्यो ड्राइभिङ लाइसेन्स लिन अनि त्यहाँदेखि रफ्तार घर अनि खाना खाने नुहाउने खाना खाने पल्टिने एकछिन थकेला। फाइनली लाइसेन्स लियो। अब फर्किनु लाग्यो। अब जानुपर्ने काम भयो। यही थियो जमातो टाढा। थ्याङ्क यू।